भ्रमण तब अर्थपूर्ण हुन्छ जब कुनै स्थानका मौलिक संस्कृति परम्पराले आगन्तुकलाई प्रेम र सत्कारसहित स्वागत गर्छन्। सम्पन्न त्यही समाज वा समुदायलाई मानिन्छ जसले गर्ने एक एक व्यवहार सम्झन लायक हुन्छन्। यसैले पनि हामी हाम्रो देश यहाँको भौगोलिक तथा प्राकृतिक विविधताका साथै सम्पन्न संस्कृतिले प्रत्येक पल विश्वभरका एक एक मानिसलाई मनैदेखि स्वागत गरिरहेको छ। विभिन्न उपमाले सुसज्जित एवं हरेक कोणबाट हेर्दा सम्पन्न लाग्ने धनकुटा र आसपासका केही मनोरम दृश्यसँगै यहाँका हरेक समाजसँग यसरी घुलमिल हुँदै नजिक हुन पाउनुलाई यहाँ पुग्ने प्रत्येक पाइलाले सदा मनमा पालेर बस्छन्। नेपालको केन्द्रीय राजधानी काठमाडौँ हुँदै हजारौं स्वदेशी तथा विदेशी पर्यटकहरू यहाँका प्राकृतिक सांस्कृतिक सम्पदाका क्षेत्रहरू भ्रमण गर्ने गर्दछन्। रोजाइ सबैको फरक हुने गर्दछ। तुलनात्मक रूपमा पर्यटकीय भन्दा पनि व्यापारिक केन्द्रहरूको नजिकै यति सुन्दर गन्तव्य छ भन्दा विश्वास गर्नेहरू बिरलै भेटिन्छन्। कोशी प्रदेशका व्यस्त सहरहरू विराटनगर, इटहरी, धरान हुँदै पुग्न सकिने एउटा प्रचुर सम्भावना बोकेर सबैलाई पर्खिरहेछ धनकुटा। जिम्मेवार पर्यटनको माध्यमबाट आफ्नो प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्त्व बोकेको पूर्वी नेपालको पहाडी भेगमा अवस्थित धनकुटा शान्त र सुन्दर वातावरणमा केही दिन बिताउन चाहने जो कोहीका लागि एउटा उत्तम गन्तव्य हो। मध्य पहाडी क्षेत्रमा अवस्थित धनकुटा समुद्री सतहबाट लगभग 300 मिटरदेखि 2500 मिटरसम्म फैलिएको छ। यहाँको हावापानी, संस्कृति र आतिथ्यले हरेक आगन्तुकको मन जितेको छ भने प्राकृतिक सुन्दरता अवर्णनीय छ। सगरमाथा, मकालु र कञ्चनजङ्घा हिमालहरूको मनोरम दृश्य देख्न सकिनुका साथै विभिन्न झरना तथा लाली गुराँसले यसको आफ्नै पहिचान बनाएको छ। राई, लिम्बू, क्षेत्री, मगर र नेवार समुदायको बाहुल्यता रहेको धनकुटा विभिन्न जात जाति र समुदायहरूको साझा बसोबास स्थल हो। आठपहरिया समुदायको मङ्सिरे पर्व यहाँको मुख्य सांस्कृतिक आकर्षण हो। तोङबा र सुकुटीले प्रसिद्ध हिले बजारका साथै यहाँका सामुदायिक होमस्टे अनुभवले स्थानीय जीवनशैलीलाई नजिकबाट निहाल्न पाइन्छ। इन्टिग्रेटेड सेन्टर फर माउन्टेन डेभलपमेन्ट इसिमोड, कम्युनिटी होमस्टे नेटवर्क CHN, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम UNDP को सहकार्यमा धनकुटा नगरपालिकासँग मिलेर जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन योजनाले यस क्षेत्रको प्रवर्धनका लागि यो यात्रा तय गरेको हो। केही दिनमै जिल्लाभरिका विशेष महत्त्वका क्षेत्रहरू पुरै भ्रमण गर्न सकिने धनकुटाका हरेक विषय र तीसँग सम्बन्धित यहाँका मानिसहरू नै यो यात्राका साक्षी हुन्, जसले धनकुटालाई साँच्चै नै जीवन्त तुल्याएका छन्। एक प्रकारले भन्नुपर्दा आगन्तुकलाई धनकुटा र यहाँका विविधताले सम्मोहित गरिरहन सकेको छ। यसलाई यहाँको दिगो पर्यटनको एक प्रतीक मान्न सकिन्छ। फर्स्ट डे इन धनकुटा यस्तो राम्रो स्वागत पाइरहेको छौँ। हिजो बेलुका अलि ढिलो भयो आउनको लागि, त्यसपछि अब आज चाहिँ विल बी एक्सप्लोरिङ अ लट अफ प्लेसेस अफ धनकुटा। फेस्टिभललाई आएको हो, खोप्चे फेस्टिभलको लागि आई थिङ्क इट विल बी वान अफ द फ्रुटफुल एक्सपिरियन्स द्याट वी विल ह्याभ। म चाहिँ फेरि ट्रेकहरूतिर गइराख्ने भएको भएर यता अलिकति यो हिल्ली साइडतिर चाहिँ एक्सप्लोर गर्न पाएको थिइनँ। यहाँ आउँदाखेरि चाहिँ छुट्टै एक्सपिरियन्स पाइरहेको छ, बट गुड एक्सपिरियन्स टिल नाउ। धनकुटा जिल्लाको छथर जोरपाटीमा अवस्थित एक प्रसिद्ध पर्यटकीय गन्तव्य हो धोजे डाँडा। धनकुटा बजारबाट करिब 1 घण्टाको दूरीमा अवस्थित यो डाँडा
डाँडा बजार नजिकै पर्छ। समुद्री सतहबाट 2047 मिटरको उचाइमा रहेको धोजे डाँडाबाट सगरमाथा, मकालु, कुम्भकर्ण, कञ्चनजङ्घा लगायतका मनमोहक हिम श्रृङ्खलाहरूका साथै सुन्दर सूर्योदय र सूर्यास्तको अविस्मरणीय दृश्य देख्न सकिन्छ भने पूर्वाञ्चलका 16वटै जिल्लाहरू अवलोकन गर्न सकिन्छ। प्राकृतिक सौन्दर्य र दिगो पानी व्यवस्थापनको उत्कृष्ट उदाहरण प्रस्तुत गर्ने एक महत्त्वपूर्ण पर्यटकीय स्थल हो धनकुटाको डाले पोखरी। स्थानीय समुदायले पहाडी क्षेत्रमा आवश्यक पर्ने पानी सङ्कलन, भण्डारण र दिगो उपयोग गर्ने तरिकाबारे जानकारी दिने वास्तविक उदाहरणका रूपमा यस पोखरीलाई विकास गरेका हुन्। तेह्रथुमको लालीगुराँस नगरपालिकामा अवस्थित चोलुङ पार्क लिम्बू जातिको अद्वितीय संस्कृति, भाषा र धर्मको प्रतीकको रूपमा रहेको एक सांस्कृतिक र जातीय सङ्ग्रहालय हो। यहाँ लिम्बुवान कालका ऐतिहासिक सन्धि सम्झौता र दुर्लभ दस्तावेजहरूका साथै परम्परागत पोसाक, गरगहना, हात हतियार, औजार र किरात याक्थुङ चुम्लुङका दुर्लभ वस्तुहरू सङ्ग्रह गरिएका छन्। पार्कको मुख्य आकर्षण 16 फिट अग्लो सांस्कृतिक ढुङ्गा हो, जसलाई लिम्बू समुदायले पवित्र मान्दछन्। लिम्बू भाषामा चोको अर्थ लक्ष्य र लुङको अर्थ ढुङ्गा हुन्छ। इको फ्रेन्डली पार्कका रूपमा चिनिने यस पार्क वरपर विभिन्न प्रजातिका लाली गुराँसहरू रोपेर बगैँचा सजाइएको छ। मध्य पहाडी राजमार्ग नजिक रहेको बसन्तपुर बजारबाट चोलुङ पार्कमा सजिलै पुग्न सकिन्छ। विशेष गरी लाली गुराँस फुल्ने मौसममा यहाँ धेरै आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ, जहाँ लिम्बू संस्कृतिको महत्त्वपूर्ण जानकारी र प्राकृतिक सौन्दर्यको अनुपम मिश्रणको अनुभव प्राप्त गर्न सकिन्छ। बसन्तपुर क्षेत्रमै अवस्थित आरआर गार्डन आफ्नो प्राकृतिक सौन्दर्य, हरियाली र शान्त वातावरणका लागि प्रख्यात छ। तीनजुरे मिल्के जलजले क्षेत्रको प्रवेशद्वार मानिने यो गार्डन लाली गुराँसका लागि प्रसिद्ध छ। हिउँदमा कहिलेकाहीँ हिउँ पर्दा यहाँको दृश्य अझ मनमोहक लाग्ने यो गार्डनको मौसम प्राय चिसो र रमाइलो हुन्छ। वनभोज गर्न, फोटो खिच्न र प्राकृतिक सौन्दर्यमा रमाउन यहाँ मानिसहरू पुग्ने गरेका छन्। धनकुटाको बसन्तपुरमा यहाँको प्रसिद्ध चीज कारखाना पुग्दा भने बेग्लै महसुस हुन्छ। यहाँ उत्पादन गरिएका चीजका साथै छुर्पी, नौनी लगायतले स्थानीय स्तरमा राम्रै बजार लिएको देखिन्छ, जसले यो क्षेत्रको ग्रामीण पर्यटनका लागि पनि सघाउ पुग्न सक्ने मान्न सकिन्छ। सुके पोखरी, जसलाई रिचार्ज पोखरी पनि भनिन्छ, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको प्राविधिक सहयोग र स्थानीय गैर सरकारी संस्था हुसाडेक नेपालको सहकार्यमा सञ्चालित यस परियोजनाको मुख्य उद्देश्य वर्षाको पानी सङ्कलन गरी जमिन रिचार्ज गर्नु र सुक्दै गएका खानेपानीका मुहानहरूलाई पुनरुत्थान गर्नु रहेको छ। धनकुटा जस्तो पानीको अभाव भएको क्षेत्रमा जलस्रोत संरक्षणमा यसले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। यो पोखरी भनेको अधिको सुके पोखरी रेन्जगत यहाँ पानी रिचार्ज भएर जाने भन्नुभएको छु। पहिला मलाई 6 महिनासम्म अनुभव थिएन। अहिले हजुरको मैले पानी नाप्दै गरेको ठाउँमा मैले जुन दिन काम थालेको भन्दा अहिलेको वर्षमा 0.5 लिटर थियो भने अहिले 25 लिटर पानी मुहानमा देखेको छु। मैले 15 गते नाप्दाखेरि र यो सानो 15 भन्नेमा हजुरको आधा लिटर थियो 1 मिनटमा, अहिले 8 लिटर पानी बढेको छ। कोप्चे पुनर्जागरण अभियान अन्तर्गत आयोजित कोप्चे फेस्टिभल यो यात्राको मुख्य आकर्षणको रूपमा मान्न सकिन्छ। जसले धनकुटालाई पर्यटकका लागि तयार ओरेन्ज सिटीको रूपमा प्रस्तुत गरेको छ। नेपाल पर्यटन बोर्ड, इसिमोड, युएनडिपी र सामुदायिक होमस्टे नेटवर्क, हुसाडेक र स्मार्ट पानी जस्ता संस्थाहरूको सहकार्यमा सम्पन्न
यो महोत्सवले स्थानीय समुदायको सक्रियता, प्रतिबद्धता र धनकुटा नगरपालिकासँगको साझेदारीले कोप्चेमा पर्यटन सम्भावना उच्च रहेको देखिन्छ। फेस्टिभलको अवसरमा आयोजित सुकुल संवादमा स्थानीय रामबहादुर श्रेष्ठले कोप्चेबाट सरकारी कार्यालय सरेपछि गाउँ सुनसान बनेको तर स्थानीयको प्रतिबद्धताले परिवर्तनको यात्रा सुरु भएको बताउनुहुन्छ। र यसको मूल उद्देश्य भने चाहिँ के हो भन्दाखेरि कल्चर संस्कृतिलाई संरक्षण गर्दै कला र संस्कृतिलाई संरक्षण गर्ने र आन्तरिक पर्यटनलाई प्रवर्धन गर्ने। त्यही हिसाबले चाहिँ हामीले 2079 सालपछि हामीले 80 सालमा पहिलोचोटि कोप्चे फेस्ट भनेर गऱ्यौँ। हामीले त्यो पैसा 81-80 साल वैशाख 1, 2, 3 मा गऱ्यौँ र त्यति गर्दाखेरि हामीले यस्तो फिडब्याक पायौँ कि हाम्रोमा अलिकति इकोनोमिक ट्रान्स हामी पढेको जस्तो भयो। मानिसहरू लो भए त्यति हामीले सबैलाई ओरेन्ज कलर लाउनुपर्छ, ओरेन्ज सिटी बनाउनुपर्छ, ओरेन्ज सिटी बनाउँदा एउटै कलर हुन्छ भन्ने हाम्रो यहाँहरू मार्फत लगायत अरू सबै साथीहरूले हाम्रो प्रचार गरिदिनु भयो। नेपाल पर्यटन बोर्डकी वरिष्ठ अधिकृत सिर्जना नेपालीले बोर्ड अब क्वान्टिटी भन्दा पनि क्वालिटी केन्द्रित दिगो पर्यटनमा लागेको र युएनडिपी सँगको सहकार्यमा दिगो पर्यटनका आधारहरू सुदृढ गरिरहेको बताउनुभयो। हामीले चाहिँ अहिले चाहिँ अब एउटा इमर्सिभ खालको एउटा रेस्पोन्सिबल अब कसरी हुन्छ एउटा अथेन्टिसिटी कसरी चाहिँ कल्चरलाई चाहिँ नि टुरिस्टहरूसँग अझै इमर्सिभ रूपले अथेन्टिक रूपले चाहिँ नि हामीले चाहिँ नि पर्यटकहरूलाई चाहिँ एउटा फर्स्ट ह्यान्ड एक्सपिरियन्सको लागि भनेर एउटा कम्युनिटी होमस्टे भयो होइन। त्यसरी चाहिँ नि एउटा कम्युनिटी लेड टुरिज्ममा चाहिँ अझै पनि अहिले चाहिँ हामीले फोकस गर्दै गइरहेको छौँ। अब हाम्रो काम चाहिँ प्रचार प्रसार भएको कारणले अब रिसेन्टली अहिले हाम्रो लन्डनमा प्रोग्राम भएको थियो वर्ल्ड ट्राभल मार्केट लन्डन, त्यसमा पनि हामीले धनकुटाकै बारेमा चाहिँ नि अलिकति कम्युनिटी होमस्टे नेटवर्कको बारेमा चाहिँ हामीले कुरा पनि गरेको छौँ, मिडिया ब्रिफिङ गरेको छौँ। सिएचएनकी प्रतिनिधि पुनम गुप्ताले धनकुटामा पर्यटकीय गतिविधिले यहाँका सम्भावनाहरू उजागर गरेको उल्लेख गर्नुभयो। यही धनकुटा म्युनिसिपालिटीकै सिकाइबाट चाहिँ हामीले अहिले 5 वटा अरू, किनभने हामी कम्युनिटी होमस्टे नेटवर्क चाहिँ नेपालभरि फैलिरहेका सामुदायिक होमस्टेहरूसँग काम गर्छौँ र यहीँको सिकाइबाट चाहिँ अहिले हामीले लगभग नयाँ 5 वटा लोकल गभर्मेन्टहरूसँग सहकार्य गरेर चाहिँ पर्यटनहरू प्रवर्धन गर्दैछौँ। सामूहिकता, पहिचान पुनर्स्थापना र पर्यटन केन्द्रित विकासका लागि कोप्चे पुनर्जागृत सहरको रूपमा नमुना बन्नुका साथै स्थानीय नेतृत्व, युवाको सहभागिता र संस्थागत सहकार्यको यस्तो संयोजनले धनकुटाको ओरेन्ज सिटी पर्यटकको स्वागतका लागि पूर्ण रूपमा तयार भएको सन्देश दिएको छ। यस्तै यहाँको अर्को मुख्य आकर्षण रहेको छ 8 पहरिया समुदायको आतिथ्य र पहिचान। तुलनात्मक रूपमा थोरै जनसङ्ख्या रहेको यो समुदायको आफ्नै सांस्कृतिक विशेषता छ। नेपालको पूर्वी भेग अरुण र तमोर नदी बीचमा पर्ने धनकुटालाई आफ्नो उद्गम थलो मान्दै आएको एक सीमान्तकृत आदिवासी जनजाति 8 पहरिया समुदायले आफ्नो पहिचान र परम्परा जोगाउँदै पर्यटनलाई आत्मसात गरेका छन्। त्यसपछि सुरु हुन्छ अनुभवको यात्रा, कृषि, संस्कृति र प्राकृतिक सुन्दरताको सङ्गम। इन्टिग्रेटेड सेन्टर फर माउन्टेन डेभलपमेन्ट इसी मोड, कम्युनिटी होमस्टे नेटवर्क सिएचएन, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपी को सहकार्यमा सञ्चालित स्याउली सिफ्टिङ 8 पहरिया सामुदायिक होमस्टे नेपालको लोपोन्मुख 8 पहरिया समुदायको आतिथ्य र पहिचानको प्रतीक हो। यस होमस्टेमा पर्यटकहरूलाई परिवारका सदस्य झैं स्वागत गरिन्छ, जहाँ 8 पहरिया समुदायको मौलिक संस्कृति, कृषि जीवनशैली र परम्परालाई संरक्षण गर्दै स्थानीय पर्यटनलाई प्रवर्धन गरिएको छ। होमस्टेको नजिकै 7 तले झरना र गुफा जस्ता प्राकृतिक आकर्षणहरू पनि छन्। यी रमणीय स्थलहरूसम्म पुग्नका लागि पदमार्ग निर्माण गरी सहज बनाइएको छ, जसले पाहुनाहरूलाई प्रकृतिसँग रमाउने अवसर प्रदान गर्दछ। चुलिबान खम्बेला हाइक यहाँको एक विशेष पदयात्रा मानिन्छ, जसमा पदयात्रीहरूले यात्रामा स्थानीय 8 पहरिया राई संस्कृतिलाई
नजिकबाट बुझ्न सक्छन्। उकालो उकालो हिँड्दै फेरि ओह्रालो झर्दा खाम्बेल गाउँसम्म पुगिने यो पदयात्रामा स्थानीय कृषि प्रणाली, जडीबुटी र हरियाली वन जङ्गल देख्न पाइन्छ। खाम्बेल गाउँमा पुगेपछि स्थानीय समुदायले स्वागत गरेर परम्परागत शैलीमा पातमा जैविक खाना खुवाउँछन्। होमस्टे सञ्चालनबाट आत्मनिर्भरताको प्रचुर सम्भावना बोकेको यस भेगमा कचिडे सामुदायिक होमस्टेले आफ्नो पहिचान बेग्लै बनाएको देखिन्छ। कचिडे गाउँमा रहेको यो होमस्टेले पर्यटकहरूलाई ग्रामीण नेपाली जीवनशैली र संस्कृति अनुभव गर्ने अवसर प्रदान गर्दै आएको छ। यहाँ पर्यटकहरूले स्थानीय परिवारहरूसँग बसेर घरमै बनेका जैविक खाना, संस्कृति र परम्परामा सहभागी हुन पाउँछन्, जसले स्थानीय समुदायलाई आर्थिक र सामाजिक फाइदा पुर्याउँछ। धनकुटा आफैमा हामीले सोचे भन्दा र बुझे भन्दा अत्यन्तै रोमाञ्चक एवं कथाले भरिपूर्ण एवं सम्पन्न छ। अझै यहाँको बारेमा संसारले थाहा पाउनै पर्ने पक्षहरू अथाह छन्। यसरी यहाँ आएर बढीभन्दा बढी बुझेर सबैलाई यस भेगको बारेमा जानकारी गराउन पाउने जो कसैले पनि आफूलाई भाग्यशाली महसुस गर्नेछन् भन्नेमा हामी विश्वस्त छौँ। अझै कति पक्षहरू उजागर हुन बाँकी नै छन्। यति धेरै समय लिएर आउँदा पनि हामीलाई यो समय अपुग भए झैँ त जब थाहा भयो कति छिटो हामी फर्कने बेला भइसकेछ। हाम्रो विदाईमा धनकुटा नगरपालिकाले एउटा कार्यक्रम नै आयोजना गरी यहाँको बारेमा खोज गर्दै संसारलाई चिनाउने कर्म गरेको र यसै कारणले यस क्षेत्रमा दिगो पर्यटन व्यवसाय सम्भावना खुलेको भन्दै यहाँको रैथाने उत्पादनसहित हाम्रो विदाई गरेपछि हामीलाई पनि महसुस भयो कि साँच्चै नै धनकुटा पर्यटकीय विकासका लागि हरेक पक्षबाट आत्मनिर्भर बनिसकेको छ। पर्यटन प्रवर्धनको प्याकेजको रूपमा पनि विकास गर्दै लगिने योजना रहेको धनकुटा आगामी दिनमा अझ सम्पन्न बन्दै मुलुककै प्रमुख पर्यटकीय गन्तव्य बन्नेछ भन्नेमा हामी विश्वस्त हुँदै खुसी खुसी बिदा भयौँ।